नमस्कार, यहाँहरूलाई यस युट्युब च्यानलमा स्वागत छ। आज हामी भोक र तिर्खाको बारेमा चर्चा गर्न गइरहेका छौँ। हामीलाई भोक र तिर्खा किन लाग्छ? भोक र तिर्खा दुवै मानव जीवनको आधारभूत जैविक आवश्यकताहरू। यी स्वाभाविक सङ्केतहरू शरीरले दिन्छ जब त्यसलाई ऊर्जा र पोषक तत्त्वहरू र पानी आवश्यक पर्छ। यी सङ्केतहरू मस्तिष्क हार्मोन र शारीरिक अवस्थासँग सम्बन्धित हुन्छन्। भोक एक शारीरिक सङ्केत हो जुन शरीरले खाना आवश्यक परेको सङ्केत दिन प्रयोग गर्छ। यसमा पेटको गडगडाहट, कमजोरी महसुस, चिउँडो भारी हुनु, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता लक्षणहरू देखिए भने हामी भोक लागेको भन्न सक्छौँ। भोक लाग्नुमा संलग्न अङ्ग र प्रक्रिया के हुन्छ त? कसरी लाग्छ त भन्दा हाइपोथालामस मस्तिष्कको यो भाग शरीरको ऊर्जा अवस्थालाई नियन्त्रित गर्छ। यसमा दुई प्रमुख भाग हुन्छन्, ल्याटरल हाइपोथालामस र भेन्ट्रोमेडियल हाइपोथालामस। ल्याटरल हाइपोथालामसले भोक बढाउने काम गर्छ भने भेन्ट्रोमेडियल हाइपोथालामसले पेट भरिएको महसुस गराउँछ। अर्को ग्रेलिन भन्ने हर्मोन हुन्छ। यो भोक हर्मोन भनेर चिनिन्छ, जुन पेटबाट निस्किन्छ। जब पेट खाली हुन्छ ग्रेलिनले स्तर बढ्छ र यसले मस्तिष्कमा सन्देश पठाएर खाना खानलाई प्रेरित गर्छ। त्यसैगरी अर्को ब्लड ग्लुकोज लेभल। जब रगतमा ग्लुकोज कम हुन्छ तब मस्तिष्कले भोक महसुस गराउँछ। त्यसैगरी अब तिर्खा किन लाग्छ त भन्दा तिर्खा भनेको शरीरमा पानीको सन्तुलन बिग्रदा तिर्खा लाग्छ। यो पनि मस्तिष्कको प्रक्रिया हो जुन शरीरलाई हाइड्रेट राख्न आवश्यक सन्देश दिन्छ। तिर्खा लाग्नका लागि कुन कुन अङ्गहरू संलग्न हुन्छन् भन्दा यसमा पनि ओस्मोरिसेप्टर, जसमा हाइपोथालामस र यसले हाइपोथालामस भित्रका यी रिसेप्टरहरूले शरीरमा पानी र नुनको सन्तुलन मापन गर्छन्। शरीरमा पानी कम हुँदा रगतको गाढापन बढ्छ, जसले तिर्खाको सन्देश दिन्छ। अर्को एन्टिड्युटिक हर्मोन। जब शरीरमा पानीको कमी हुन्छ मस्तिष्कले एडिएच स्राव गर्छ, जसले मृगौलालाई पानी जोगाएर पिसाब कम बनाउन सङ्केत गर्छ। अर्को रक्तचाप नियन्त्रक। शरीरको रक्तचाप घट्दा पनि तिर्खा महसुस गरिन्छ, जसले शरीरलाई थप तरल पदार्थको आवश्यकताको सङ्केत दिन्छ। भोक र तिर्खा किन आवश्यक छन् त भन्दा धेरै कारणहरूले, जस्तो एउटा ऊर्जा प्राप्तिको लागि खाना खाँदा शरीरले क्यालोरी प्राप्त गर्छ, जसबाट शरीरका सबै कार्यहरू सञ्चालन हुन्छ। त्यसैगरी पोषक तत्त्व पूर्ति हुन्छ। खानाबाट प्राप्त भिटामिन, मिनरल, प्रोटिन, कार्बोहाइड्रेट र फ्याटहरू
शरीरको वृद्धि कार्यका लागि आवश्यक हुन्छन्। जल सन्तुलन तिर्खा लाग्नु भनेको शरीरमा पानीको कमी भएको सङ्केत हो। यदि शरीर निर्जलित भयो भने थकान, झिमझिम, रक्तचाप घट्ने आदि समस्याहरू आउन सक्छन्। भोक र तिर्खा दुवै शरीरको आवश्यक प्रतिक्रिया हुन् जसले जीवनको संरक्षणमा भूमिका खेल्दछ। यी सङ्केतहरूले हामीलाई आवश्यक पोषण र पानी समयमै ग्रहण गराउने प्रेरणा दिन्छन्। यदि शरीरमा भोक र तिर्खाको सङ्केतलाई दीर्घकालसम्म नजरअन्दाज गरियो भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले समयमै खानु र पानी पिउनु स्वास्थ्यका लागि अनिवार्य छ।